नमस्कार साथीहरू, आज मिति 2083 1 महिना 5 गतेका दिन गण्डकी अप्राविधिक चौथो तहलाई सोधेको प्रश्नको सेट लिएर उपस्थित भएको छु साथीहरू। जसमा चाहिँ पहिलो प्रश्न थियो, कृत्रिम तरिकाले वर्षा गराउने विधि पत्ता लगाउने वैज्ञानिक को हुन् थियो साथीहरू, जसमा चाहिँ भिन्सेन्ट सेफर भयो। त्यसरी नै साथीहरू यहाँ निर्वाचन आयोगको आयुक्त छनौट कसले गर्दछ थियो साथीहरू। यसको लागि चाहिँ सही आन्सर चाहिँ संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले चाहिँ छनौट गर्दथे। त्यसरी नै साथीहरू जोडा मिलाउ थियो अर्को, एलम्बर चाहिँ एलुम, सुपुष्प चाहिँ आदिपुरुष, भ्रिकुटी चाहिँ हरित तारा र प्रचण्डदेव चाहिँ शान्तिश्री। अप्सन नम्बर चाहिँ डी सही हुन्थ्यो। 4 नम्बरमा चाहिँ नेपाल एनपीएल दोस्रो संस्करणको विजेता टिम कुन हो थियो, यो चाहिँ लुम्बिनी लायन्स भइहाल्यो। त्यसै गरी नै साथीहरू सापेक्षतावादको सिद्धान्त कसले प्रतिपादन गरेको हो, यो चाहिँ अल्बर्ट आइन्स्टाइन। युनेस्को प्रधान कार्यालय कहाँ छ, यो चाहिँ पेरिसमा। त्यसरी नै नोबेल पुरस्कार 2024 रसायनतर्फ कसले प्राप्त गरेका थिए पाएका थिए, डेभिस बेकर, जोन एम जम्पर र डेमिस हासाविस भन्ने थियो है त। र अर्को चाहिँ रोमनको सभ्यता कुन नदीको किनारामा विकास भएको हो थियो, यो चाहिँ टाइबर नदीको किनारामा। त्यसरी नै एनपीएलले डब्ल्युएचओको सदस्य, नेपालले चाहिँ डब्ल्युएचओको सदस्य कहिले लिएको थियो, यो चाहिँ सन् 2053 नोभेम्बर 2 मा। त्यसरी नै विषाणुबाट लाग्ने रोग कुन होइन भनेको छ, नहुने चाहिँ यो आउँ हो साथीहरू। त्यसै गरी नै मुस्ताङको लोमानथाङमा बस्ने मुख्य जाति कुन हो थियो, यो चाहिँ थकाली भइहाल्यो। त्यसरी नै नेपालमा सती प्रथाको अन्त्य कसले गरेका थिए, यो चाहिँ चन्द्र शमशेर है त। त्यसरी नै लिच्छवी कालमा श्रम तथा रोजगारी काम गर्ने अड्डालाई के भनिन्थ्यो, यो चाहिँ बिस्ती भयो साथीहरू। त्यसै गरी नै दिइएका मध्ये कुन देश आसियानको संस्थापक राष्ट्र होइन भनेको थियो, यसको लागि चाहिँ म्यानमार हुन्थ्यो साथीहरू। त्यसै गरी नै 15 नम्बर प्रश्न थियो साथीहरू, युएनओ महासभामा सबैभन्दा बढी समय बोल्ने व्यक्ति भनेको थियो, जसमा चाहिँ फिडेल क्यास्ट्रो थियो साथीहरू। 16 नम्बरमा चाहिँ पञ्चशीलको सिद्धान्त कहाँ पारित भएको हो भनेको थियो साथीहरू, जुन चाहिँ इन्डोनेसियाको वाङलुङमा है त। त्यसै गरी नै साथीहरू अर्को थियो, सरकारले 77 वटै जिल्लामा गैर आवासीय नागरिकता दिन कहिले सुरु गरेको हो थियो साथीहरू। यसको लागि चाहिँ विक्रम सम्वत 2080 असोज 3 मा। त्यसै गरी नै सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र कति छ भनेको थियो साथीहरू, यो चाहिँ 15 वटा थियो है त। त्यसै गरी नै इन्द्रजात्रामा कुमारी रथ जात्रा चलाउने राजा को थिए भनेको थियो यसमा साथीहरू, यो चाहिँ जयप्रकाश मल्ल है। त्यसै गरी नै 20 नम्बरमा चाहिँ नेपालमा निजीकरण ऐन लागू कहिले भएको हो थियो साथीहरू। यसको लागि चाहिँ विक्रम सम्वत 2050 है, 2050 मा भएको थियो साथीहरू। त्यसै गरी नै जोडा मिलाउनुहोस् भनेको थियो यहाँ चाहिँ, जसमा चाहिँ वातावरण दिवस चाहिँ जुन 5 मा, पानी दिवस मार्च 22, ओजन तह संरक्षण दिवस अप्रिल, यो चाहिँ मिल्यो, यो उल्टो भयो चाहिँ, यो सेप्टेम्बर 16 मा चाहिँ ओजन तह संरक्षण दिवस र अप्रिल 22 चाहिँ पृथ्वी दिवस है नि त। अर्को 22 नम्बरमा चाहिँ सेन्ट होम अफ फ्रेन्ड्स सुरु भएको योजना कुन हो भनेको थियो साथीहरू, यसमा चाहिँ 12औं योजना भइहाल्यो। त्यसै गरी नै साथीहरू अर्को थियो, हराएका भारतीय योद्धा को थिए भनेको थियो साथीहरू, जसमा चाहिँ सुभाष चन्द्र बोस थिए। जोडा मिलाउनुहोस् थियो अर्को साथीहरू, तब्लिसी चाहिँ जर्जिया, त्यसरी नै हनोई चाहिँ भियतनाम, त्यसै गरी नै प्राण चाहिँ साथीहरू चेक गणतन्त्र र बुडापेस्ट चाहिँ हङ्गेरी है नि त साथीहरू, जसमा चाहिँ अप्सन सी चाहिँ सही अप्सन हुन्थ्यो त्यसमा। त्यसै गरी नै साथीहरू दामोदर कुण्ड कति मिटर उचाइमा छ भनेको थियो साथीहरू, यसको चाहिँ 4980 मिटरमा थियो। त्यसै गरी नै 26 नम्बरको प्रश्नमा चाहिँ विश्वको सबैभन्दा ठुलो ज्वालामुखी कुन हो थियो साथीहरू, यो चाहिँ मौना लोहा भइहाल्यो। त्यसै गरी नै पृथ्वीको ऋतु परिवर्तनको कारण के थियो
साथीहरू, जसमा चाहिँ पृथ्वीको अक्षय झुकाव हैन, त्यो चाहिँ ऋतु परिवर्तन भइहाल्यो। त्यसैगरी नेपाल चीन र भारत भन्दा कति गुना सानो छ भनेको थियो, जसमा चाहिँ 65 चाहिँ चीनको भयो, 22 चाहिँ भारतको थियो। अप्सन नम्बर ए मा थियो है साथी त्यो चाहिँ। त्यसैगरी नै नेपालमा कागजी नोटको सुरुवात कहिले भएको थियो, यो चाहिँ सन् 2002 मा थियो हैन त। र 30औं प्रश्नमा थियो साथीहरू, सबैभन्दा चम्किलो तारा कुन हो भनेको थियो। यसको लागि चाहिँ सियोचन भइहाल्यो हैन त। र साथीहरू, यहाँहरुको एक्जाम कस्तो भयो होला कमेन्ट गर्नु होला साथीहरू। र साथीहरूलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।